तिम्रो मैले के बनाइदिन्छु त्यो यहाँ गोबर राखेको पालालाई ट्याक्कै यसमा राखेको थियो हाम्रो के अरे यहाँ पारीको सर उहाँले गर्नुभएको यहाँ पारीको दाइ के नाम हो उहाँको ल आउनुहोस् त सबै तुम्बाको ल ल पञ्चकवि भनेर पञ्चकवि खाएको अझै एउटा यता ल्याउनुहोस् एउटा यता ल्याउनुहोस् कति छन् पुग्छन् यहाँ ल हजुर आउनुभयो अन्त आउनुहोस् हजुर यहाँ अब छोराहरूसँगै मिलेर बस्नुहोस् छोराको दाहिनेपट्टि बस्नुहोस् हजुरको उतापट्टि फेरि गएर राख्नुहोस् अनि बाबु पनि आयो मलाई दिनुहोस् उठाएर मलाई दिनुहोस् त्यहाँ तपाईँको छेउमा के राखेको दुनाहरू सबै अस्माकं गिरिय सर्वाभ्युद प्राप्त्यार्थं देशे विदेशे च सफलता प्राप्ति निमित्तकः तथा च व्यापारी अधिकाधिक लाभ प्राप्ति निमित्तकः तथा च अस्माकं गृहे पुत्र पौत्र धन धान्य कुल वृद्धि लक्ष्मी अखण्ड लक्ष्मी वास निमित्तक गृहवास्तु पूजन कर्मणि सरकारी मंडल देवता सहित वास्तु मंडल देवता पूजन कर्मिणी तथा श्री सूर्यादि नव गणेश इंद्रादि 10 दिक्पाल चतुर्वेदादि ब्रह्मा विष्णु प्रजापति पूजन आदि कर्मणि आदि वो तो सत्संग को दोनों उठाएर बाएं हाथ में सन्तोष भयो अलिकति निकालेर पूर्वपट्टि छ अब यो जग्गामा छ अपाक्रामन्तु भूतानि पिशाचा सर्वभूतेषु सर्वेषां यहाँ त एउटा नै दुईटा त कमसेकम अगरबत्ती या बाटेको दुधमा हाल्नुहोस् बाटेको दुध यहाँ छ ल बाबु कहाँ गयो अरू सबैले हातमा दुबो लिनुहोस् सिङ्गा फलहरू लिनुहोस् राता फुलहरू लिनुहोस् अब हामीले आजको कर्मको दुबो सिङ्गो फुल फल लिनुहोस् नारियल यहाँ राखिदिनु हो त्यसपछि समृद्धि पुत्र पौत्र नियुक्त भएर यो घरमा सबै समृद्धि होस् अनि यो घरमा आज हामी यो घरको पाठ
तिष्ठति लक्ष्मी च प्रत्यापहोरात्रे पाशे नक्षत्राणि रूपमर्षव्याप्ततिष्ठन्ति खान मुम्बै खान सर्वोपमै खान भूत प्रेत पिशाचाश्च डाकिनी साधु तथा नश्यन्ति सर्वे सर्वे प्राणपक्षव पूर्वे यथा सदमिद्रिदे आसन्न प्रायो रक्षितार दिवे दिवे देवानां भद्रा सुमतिरेषु यतां देवा न गुरातिरविन गुसख्यमुपसि धीमा वयं देवमये वयं भगमित्रमदिदिन् दक्षमामयस्करत्त तन्नवातो माय भुवा तुवे खजन् तन्माता एक दिन पोछा लाउन नपर्ने आमालाई छोराउन त्यस्तो हो कहिले कहिले दाइ भाइ चिनाउनु नि आजको हिरो आज त केही गर्नुहुन्न कि केही गर्न त भइहाल्छ हात उठाउनुपर्छ कि हातमा आउनु न त्यता बाहिर फाल्ने ल मामाले यसो यो तिलानीले यो जल छुनुहोस् न अब भान्जाको अब के भन्छ भने बाबुलाई कपाल खौर्नुलाई जल तताउनु पर्छ यो कपाल खौर्ने कर्म मामाले अर्थात् जसले खौर्नु पहिलोचोटि खौर्ने कर्म गरेको मामाले अर्थात् चाहिँ कपाल खौर्ने मान्छेले चिसो पानीमा यदि गाह्रो हुन्छ भने यो पानी तताउनु पर्छ आगोमा अब यहाँ नजिकै राख्नुहोस् अब तात्दा त चाहिँ बढी तात्छ त्यसो भएर यो पानी अलिक गुडो लाग्यो फेरि त्यसमा मिसाइदिनुहोस् है पानी बराबर गर्नु अब हो यो उसले यी बाबुको कपाल धेरै लामो छ त्यसमा एकैचोटि चाहिँ काट्न सक्दैन भनेर यसलाई 3 भाग त्यो एक भागलाई एकपटक फेरि अर्को भागलाई अर्कोपटक फेरि अर्को भागलाई अर्कोपटक गरेर एकदम सिधै छ काट्ने तरिका र छिल्प काट्नु यसलाई 3 भाग गर्नुहोस् यो वर्ष चाहिँ 3 भाग गर्नु ओम शुभम भवतु कल्याणम आरोग्यम सुख संपत्ति नमस्तुते ओम वंदे देव उमापतिं सर्वगुरुं वंदे जगत कारणं वंदे पन्नक भूषणं मृगपदं वंदे पशुनापतिं वंदे सूर्यश्रांक वंदे वंदे मुकुन्दाप्रियं वंदे भक्तजना शिवं वंदे शिवं शंकरं एउटा साइडमा दिनु उहाँले मिलाएर एउटा तपाईँले बत्ती मिलाइदिनुहुन्छ कि एउटाले उहाँले मिलाउने छ तपाईँ बत्ती एउटाले दिँदिन हो त्यो मिलाउनै लाग्छ हो त्यसरी ल अब हजुरहरूले किन छैन
डाँडा त्यत्तिकै भयो यहाँबाट मणिग्राममा छ अरे मणिग्राममा आउँदाखेरि के नि त्यो उहाँ प्लस भित्र को अरू हुनुहुन्छ बिना चिनीको हजुरले मैले खाइसकेँ सूर्याय स्वायं सूर्याय ओम सोमाय मल्का दिन्छु र 7 वर्ष यसरी सुकी राखेर सबै कपाल पौडी नानी सुन खौरीको कपाल यहाँ तल थाप्ने र यो चाहिँ बारी यो पनि सँगै यो चाहिँ कपाल खौरी भ्याएपछि यो दल दिने कपाल काट्नु भएको ल त्यहाँ गएर राम्रोसँग टाउको भिजाउ त तारा रोटा पकाएको नि खिच्न पर्यो नि हजुर आउँदै हुनुहुन्छ अब भान्जा तालु हुने हो पुरा भित्र आजदेखि अब तिम्रो यिनले मलाई सुनि आजदेखि तिम्रो बाल बाबु दुख्यो भने भन मैले अर्को गर्छु है अब के छ विराट दुख्यो भने दुःख भन है म चेन्ज गर्छु दुख्यो भने दुःख मामा सुरु गर्नुभयो अब जल्दी खबर पनि हुने हजुरलाई लिन म गएको कै गरेँ एकदम उल्टा छ आफ्नो मामा हराउनु त आफ्नो मामा सुरु गर्नु भएको गुरुङ चाहिँ भन्नुभएको गुरुङ सानो सानो सारी पनि छ कता लेखेको छ एउटा बसेपछि हामीले सच्चै खिचेको थियो त फलफुल मिलाएर हजुर केरा भेग दिन केरा सुन्ता त्यही हो साढे 4 बजे बिहा आधे गर्ने 5 बजेतिर आधे गर्ने भनेर कपडा किने बिहा राहावे नमः फेरि हरियो फुल राख्नुहोस्
यही कुसका टुक्रा राख्नुहोस् कालो तिल राख्नुहोस् र त्यहाँ चाहिँ केतुको पूजाहरू ओम केतु जाए था पुरुष अन्तर्वेदी सम्बन्धी जैन नमस्कारोमि ओम केतवे नमः यो यसो घुमाएर यहाँ राख्नुहोस् बिहासम्म बाँचिन्छ होइन ल भाइ हामीले गरेन भन्ने मुस्कान मेरो भाइ पूजाको पुरो एक काम कुन सुरु गएको कोरिया है बुझाएर बिस्नु बुझाएर जाने एउटा भिडियो फोटो हाँस्थ्यौँ न यस्तो किसिममा भो गुरु इमाम भिक्षा मया लब्ध्वा यो आत्मा राख्नु यहाँ ढोग यस्तो फलफुल खाएर दुध दात पिउने चिसो त हुन्न दम दिदीलाई हेर न उता दिदीलाई हेर कति राम्रो लाग्छ
भक्त भक्त भिक्षान्न देहि भवती भिक्षान्न देहि भवती भिक्षान्न देहि पर्दैन भने है गुरुले हो त्यही हो न खै के भयो गर्नु भने यता आउनु है यता हो र यताबाट घुम्ने हामी यसरी भन्नुपर्छ अरू हुनुहुन्छ कोही तीनचोटि कि एकचोटि तीनचोटि गराउने फेरि जग्गी कुमारले जान्छ है त्यसो पछाडि ठाउँ छोडिदिनु पछाडिबाट छोडिदिनु नि केही पनि अगाडि हजुर एकछिन कष्ट भएको भित्र गएर कोही हुनुहुन्छ हेर्नु है दिदी लिन जानुभयो हौ शान्ता एकैचोटि भयो हामी दिन त हुन अरे कथा वैशिष्ट गुरुजीले भन्नुभएको देशान्तरको कथा थियो यहाँ पनि यथासाथ विस्तार हरे नमः वशिष्ठ गुरुदेव वर्तमान महायज्ञको आजको आनन्द
लक्ष्मीनारायण भगवानको गायत्री माताको आदिदेवी भगवती देवीको श्याम सदाशिवजीको अग्नि वैश्वानर भगवानको राधा सर्वेश्वर भगवानको त्यहाँ राखिदिन्छु। अब बाबु खै ती दिदी बहिनीहरू खै ती मालावाला अनि ती गन्डौटाहरू निकाल्नुहोस्। अब राख्दैन सुब्बामा यो वस्त्र विश्वरूपं कटिं बुझामि सुप्रकाशामि जानूनि बुझामि ओम चतुर्भुजानुपादाग्रजौ बुझामि ओम धात्रे नमः पादुभ्यो मिदात्मजङ्गे बुझामि ओम षष्ठे नमः बुझामि प्रजापतिं बुझामि परमेष्ठे नमः कटिं बुझामि ओम अग्निरूपाय नाभिं बुझामि वेदसे नमः बाहु बुझामि दामोदरानुकण्ठं बुझामि पद्मनाभानं हृदयं बुझामि ओम हिरण्यगर्भानं मुखं बुझामि ब्रह्मणे नमः शिरं बुझामि विष्णवे नमः सर्वाङ्गं बुझामि। सिन्दुर यहाँ छ सिन्दुर हेर्नुहोस् हो यो सिन्दुर चढाउनु भन्नुहोस् उहाँहरू पुरै काटे हम सुन्ने कुन्दम दिदीको छैन काम गर्नु भएको भनेर हामीले राम्रो छ भने छुट्टी लिएर हजुर छुट्टी लिएर दिदी हो अहिले अलि बेला हुन्छ कि यो पालेको ओ त्यो पूजा ओ भवाय नमः भगवन्त ओ सर्वाय यसमा रोटी राख्नुहोस् अनि कनौटा खै बेलपत्र चढाउनु भए सिन्तीलाई गएर बेलपत्र चढाउनुहोस् है बेलपत्र चाहियो कागज निकाल ल पुष्पाजी यता सुन्नु त तपाईँले गर्न त्यति खेती गर्नु यहाँ चाहिँ नि घिउ भिजाएको बत्ती छ बत्ती यहीँ छ बत्ती कितनी राख्दैन सबैको एउटा केही थालमा केहीमा आरती बनाएको एउटा थाल त्यहाँ राख्छ केही छैन अर्को भेट्दैन होइन कि यहाँ गर्दै आएनन् कि हजुर यहाँ गर्दै देखियो दगुरेर अनि एक ठाउँमा बसेर हो के दगुरेर छोएर बसेर हो अनि पर्दैन के पर्छ के ल यहाँ पढ्छ कि पढम
श्रीमद् भागवत गीता अथवा प्रथम अध्याय। नानीहरू जानुहुन्न अरे, बहिनीहरू जाऊ जाऊ। पंचलोकपालहरूको आदि नवग्रहको शिवादि अधिदेवताहरूको आदि प्रत्यादि देवताहरूको आदि षोडश मातरहरूको वास्तु भगवानको लक्ष्मीनारायण भगवानको नारायण भगवानको वरुण कलशको सांब सदाशिवजीको आदिशक्ति भगवतीको महाकाली महालक्ष्मी महासरस्वतीको अग्नि वैश्वानर भगवानको तुलसी माताको गौ माताको गोपाल जननीको राष्ट्रदेव पशुपतिनाथको तमा नदीको विन्ध्यवासिनी माताको काली गंगाको सिद्धधामहरूको क्षेत्रको नदी
घाटको शालिग्राम क्षेत्रको शालिग्रामको दशावतार भगवानको कुण्डेली क्षेत्रको गोपीनाथ धामको गोत्रका कुलदेवको गोत्रका पितृदेवहरूको माता महादेवी पितृहरूको पिता महादेवी पितृहरूको भगवानी पितृहरूको आदि पितृहरूको आदि पितृहरूको भगवान पितृहरूको भगवान पितृहरूको गणहरूको सब कुल पितृको महायज्ञको वास्तु महायज्ञको महायज्ञको बनाइरहनु भएको छ त्यही भएर हामी चाहिँ क्या त छैनौँ नि अन्त केटाको माला त्यस्तै हुन्छ
लगाइदिनुहुन्छ माला लगाइदिनु मामालाई बाबु ल बाबुलाई तिमीले हेर्ने के यहाँको के भयो यो दिदी ल बाबु लगाइदिनु जाऊ बिस्नु तिमी जाऊ न यता टिका लिएको न सम्झाउ सामा लगाइदिनु गाँठो पार्नु बाबु बाबु मुन्टु भन्नु नसके मलाई मेरो तिर्सार है होइन बाँसो झाँड बार्ने सिनी त होला नि आशीर्वाद कति 6 साल हो हाम्रो अरवलतिर घर हो जाने मलाई त बासी हुन्छ साडी चाहिँ लगाइदिनु ए माइतलाई पनि तललाई पनि गुरुको लाइदिनु बेला भएन
सबैले निस्काएर टिका कहिले लाउनु र बज्यो भइसक्यो नानी यता धेरै नबिज यतिकै बसिरहनु पर्छ दुःख हुन्छ